एभ्रिवान सबैजनालाई आज मैले मेरो सानो मिनी भ्लग लिइरहेको छु। मैले मेरो के भिडियोहरुको सिनेमेटिक भिडियोले मैले इमिग्रेसनको फोटोको त्यसपछि म इमिग्रेसनतर्फ लागेँ हैन। त्यसपछि म लाइन पनि बसिरहेको थिएँ हैन। त्यसपछि लाइन बस्दाखेरि यसो मैले पिक्चर पनि लिएँ। डिपार्टमेन्टहरुको पनि पिक्चर मैले सिनेमेटिकमा लिएँ हैन। अनि त्यसपछि मैले जब म लिइसकेपछि म कफी खान लाइन जब गएँ। त्यस कफीको मैले चाहिँ पिक्चरहरु मैले लिन पाएन। त्यसपछि म भित्र पेन लिएर चाहिँ गएँ। तब गइसकेपछि चाहिँ मलाई के भन्नु मन लागेको कुरा के छ भन्दाखेरिमा चाहिँ मेरो टाइम 9:25 को चाहिँ मेरो फ्लाइट थियो। डिले भयो कति 2 घण्टा डिले भयो हैन। अब डिले हुनु के प्रब्लम त होला इन्टरनल प्रब्लमहरु तर पनि तोकेको टाइममा चाहिँ फ्लाइट गर्न सक्यो भने हामीले पनि यताको टाइम म्यानेज गरेको हुन्छ हैन। त्यो हो सबैजना हवाई विमानको सबैजना शर्माहरूलाई चाहिँ टाइम उडाउनुस् भन्न चाहन्छु सबैजनालाई। टाइम उडायो भने मान्छेको टाइम सेभिङ हुन्छ त्यो कारणले चाहिँ। अनि सबैजनालाई मलाई प्रत्यक्ष मलाई चाहिँ हेभ अ सेफ जर्नी भनेर चाहिँ मलाई विश गर्ने सबैजना थ्यांक यू सो मच अनि मिस यु सो मच भन्न चाहन्छु। म सेफ ल्यान्डिङ भइरह्यो हैन। राम्रोसँग ल्यान्डिङ भएर म आयो। सबैजनालाई ओके बाइ बाइ।